आज त्यो प्रकाश भाइले रोटी र दाल नल्याएको हो अनि सायद सुक्खा रोटी खाएर पेट भर्नुपर्छ। जब हामीले त्यो रोटी खायौँ, रोटी खाइसकेपछि त्यसपछि त हामीले फुर्सदै पाएन खाना खाने। सिधै बेलुका रातिको 12 बजीतिर भोक यति लाग्यो, सुक्खा रोटी खाएको मैले, सुक्खा रोटी खाएर आफ्नो पेट भरे आउँछ। मलाई त्यतिखेर सोचेर दिमागमा आयो कि यति जाब रोटी खानलाई यदि सङ्घर्ष गर्नुपर्ने जिन्दगी, सुक्ख जिन्दगी आफैलाई देखेर आफैलाई दया लाग्यो क्या। आज त जिन्दगीमा सुक्खा रोटी खाइरहेको छु, काम गरिरहेको छु, यताबाट अर्डर। कस्तो जिन्दगी क्या यार है, इच्छा खानको लागि पनि यत्रो सङ्घर्ष गर्नुपर्ने, त्यो पनि टाइममा खान नपाइने क्या। किन यत्रो सङ्घर्ष गर्नु परेको भन्छु कि म त। किन यस्तो सङ्घर्ष गरेर है, पैसाको लागि 30 दिन काम गरेर 1 दिन सेलेरी आउँछ, कति सङ्घर्ष गर्नुपर्छ एउटा पैसालाई। आफैलाई देखेर आफैलाई दया लाग्यो आज त मलाई, के भन्ने त। अब यस्तै छ जिन्दगी है। भिडियो चाहिँ मैले अब रुममा आएर बनाउँछु, त्योभन्दा अगाडि हामी अब है डस्टबिन कागजहरू फाल्न गएको थियौँ, फोहोरहरू फाल्न गएको थियौँ, हल्का रमाइलो गरेको थियौँ, त्यो भिडियो हेर्नु होला। अब के भन्न चाहन्छु त्यसपछि थ्याङ्क यू सो मच फर वाचिङ, बाई गाइज, गुड नाइट, जय नेपाल।